गाइज यत्रो बाटो चलाइसकेको थिएँ होइन, त्यहाँ अगाडि त्यो हाइवेमा पुलिस रहेछ के। अनि यो हाइवेमा चलाउन मिल्दैन पो भन्छ त नि बा, मतलब यो कारहरू चलाइरहेछन् यो बाटोमा। अनि यो बाटोमा चाहिँ बाइक साइकलहरू होइन भनेर सोधे होइन। अनिखेर साइकलहरूको बाइकहरूको लागि यो लेन हो, साइकलको लागि लेन छैन भन्छ। अनि बाइकहरू चाहिँ फेरि त्यहाँ चलाइराख्नु, अनि पैसा माग्छ के, फेरि पैसा दियो ह्यान्ड भन्छ। यत्रो चलाएको यार मतलबै भएन। जम्मा 5 दिन बाँकी छ भिजा एक्सपायर हुनुलाई। मलाई सकेसम्म चाँडो थाइल्यान्ड छिरिहाल्नु पनि छ। मलाई अब मैले त्यो के अरे साउथ इस्ट हो कि के हाइवे छोडिदिएको छु। मैले तेलुक भन्ने ठाउँको चाहिँ एउटा म्याप लिएको छु। त्यहाँबाट पनि इफो पुग्न सकिने रहेछ, तर इफो नछिरिकन नै जर्ज टाउन पुग्न सकिन्छ क्या। अनि भोलि वा पर्सि म जर्ज टाउन पुगेँ भने पर्सि त म थाइल्यान्ड पुग्छु होला सायद। मेरो 5 दिन मात्रै बाँकी छ कि, सो म एकदमै हरिमा छु। अनि मैले नेपालको झन्डा नै अगाडि राखिदिएँ क्या, सो कसैले चिन्छन् कि भनेर। नेपालीहरू यहाँ धेरै हुन्छन् नि त। त्यसै के हुन्छ हेर्दै जाउँ। बाटो यस्तो साँघुरो छ, जङ्गलको बाटो, अलिअलि त डर लागिहाल्छ अर्काको देशमा।